baddest DJ. कमल साहेब पनि रिसाउनु भयो होला यो पिताम्बरीले प्रेस गर्ने हो बाटामा लफडा गरेर फेरि उता गौरीले बोलाएर रिसाउनु भयो नि पक्कै कमल साहेब पुरा रिसाउनु भयो होला यसपालि चाहिँ जाप खाने हो। नमस्कार कमल साहेब नमस्कार। नमस्कार नमस्कार बस। हिजो आज त निकै चढिन थाली छैन बोलाकै बेला आउँदैन कस्तो साह्रो भएर म लडेर यो सब खुस्केर हिँड्न नसक्ने भएको थिएँ म कति साह्रो पर्यो मलाई। तर त्रिशुलालाई त्यतिखेरै फोन गर भनेर मैले फोन गर्न लगाएँ। अहिले त्यो गौरी आएदेखि त पनि निकै टेडिन थालिरहेछस् मदेखि। होइन नि हजुर त्रिशुल काटेर म घरबाट आउँदै थिएँ हजुरले खबर दिएर म इमर्जेन्सी कुदेर आउँदै थिएँ। आउँदा आउँदै बाटामा त्यो पिताम्बरेले बाटामा एट्याक गर्यो मलाई त पुरै दम दियो नि हजुर पुरा लापा पर्यो दुईजनाको। ए हो र अनि त्यस पछाडि के गर तँलाई? त्यसपछि नि हजुर लाप्पा मजैले पर्यो दुईजनाको पुरै फाइटिङ पर्यो। मैले पनि दिएँ हजुर तपाईँलाई पनि धेरै अपमान गर्यो त्यसले मलाई सह्य भएन मैले मजाले दिएँ त्यसलाई म ठिक पार्ने थिएँ हजुर तर पुतलीले आएर बचाएँ। पुतलीले आउँदैन थिएँ भने नि म त्यसलाई ठिक पार्ने थिएँ हजुर। त्यसपछि म आउँदै थिएँ आउँदा आउँदै बाटामा फेरि के भयो भने गौरीको फोन आयो। गौरीको फोन आएपछि इमर्जेन्सी घरमा जानुपर्ने भयो। हेर्नुहोस् मेरो त माथा गरम भयो यता लापा पनि पर्यो पिताम्बरेसँग। त्यसपछि फेरि घरमा गएँ मेरो माथाले काम गरेन नि हजुर। अनि घरमा चाहिँ के को इमर्जेन्सी परेको रहेछ तँलाई त्यस्तो इमर्जेन्सी फोन गरेर? गौरीलाई अलि असुविधा भएछ त्यहाँनिर अनि म बाटाबाट फर्केर गएको। तपाईँको चाहिँ त्यहाँनिर उसले के गर्यो भने इज्जतको कुरा गरेन क्या हजुर। त्यसपछि मेरो मिटर तातो कता जानु के गर्नु कसो गर्नु भएर अनि म घरमा गएर गौरीसँग पनि ठटाठुटु पर्यो। ए हो र त पिताम्बरले मेरो अपमान गर्यो त्यत्रो हिम्मत त्यसको? हो नि हजुर त्रिशुल गाडेर गरो नि। मैले त्यसै पुतलीलाई भित्राउन नखोजेको होइन त पहिला त्यो एकदम चढिएको छ। गरिब भएर के गर्नु? गरिबको पनि एउटा मान सम्मान हुनुपर्छ के? मैले त्यो पुतलीलाई यहाँ नभित्र्या भनेर भनेको कुरो पनि भने उसलाई जबरजस्ती भित्रै आए। त्यहाँदेखि हजुरको अपमान गरौँ मैले भने सम्धिलाई त्यसो नभन भनेर पनि भने हजुर। मैले तपाईँको लागि त मैले पुरै त्यहाँ जोड दिएको नि हजुर। ठिकै गरिछस् त्यसको लागि तँलाई सेबास छ। तर यो पिताम्बरे निकै चढिएको छ। हो नि हजुर तँलाई बिना सित्तमा किन तँलाई हिर्काउनु किन लापा खेल्नु? हो नि हजुर यसलाई ठिक नपारी हुँदैन त्रिशुलले ठिक पार्नुपर्छ हजुर। यसलाई कसरी हुन्छ यसलाई व्यवस्था गर्नुपर्छ किनभने जसरी भए पनि मेरामा ल्याएर छोरी भित्र्याएको छ नि उनले हाम्रो मान सम्मान हुँदैन? हो हजुर जे मुखमा आयो त्यही बोल्दा हुन्छ? नाना भाती कुरा बोलेको छ हजुर नाना भाती। मलाई यहाँ कति हिर्कायो नि पहिले तर मैले पनि पछाडि चाहिँ त्यसलाई डरो हिर्काएँ हजुर। ठिक छ यसको व्यवस्था गर्नुपर्छ। काका मेरो बाबाको तर्फबाट म माफी लाग्छु माफ गर्नु मेरो बाबाले जे गल्ती गर्यो। के को माफ हुन्छ? तेरो बाबु सानो पिल्सेको छ माफी खेल्ने बेलामा बाटोमा हिँडिरहेको मान्छेले समातेर लडाइ पुड्छ अनि त माफी माग्छस्? हो नि हजुर कसरी माफ दिया जान्छ यो? बाबाको तर्फबाट म माफी माग्छु भन्दैछु त मेरो बाबाबाट गल्ती भइहाल्यो माफ गरिदिनु।
जे सजाय दिनुहुन्छ बरु मलाई दिनु बाबालाई केही नगरिदिनु है तेरो बाउ माफी माग्ने लायकको छ मलाई माफी दिने खालको तेरो बाउ छ यत्रो पाखुरा बनाएको छ अनि दिउँसै यसरी पटारिँदै हिँड्छ तेरो बाउलाई गएर राम्रो सम्झा म बाबालाई पनि सम्झाउँछु बाबालाई केही नगर्ने म तपाईँहरू दुईजनै माफी माग्छु यहाँ नर मेरो छेउमा आएर जे सजाय दिनुहुन्छ मलाई दिनु यसले गर्दै हो हजुर यसले गर्दै नभए म त्यही दिन ठिक पार्थेँ त्यसलाई सब यसले गर्दा त हुँदैछ त यहाँ राजनीति छोरो मार्ने पनि यसले गर्दा लडाइँ लाग्ने पनि यसले गर्दा हाम्रो घर भाडिने पनि यसले गर्दा यो आजदेखि यहाँ के भइसक्यो पित्तम्बरलाई पनि मैले ठिक पार्न सकिनँ हजुर यसले गर्दा हान्नु पर्थ्यो अलिक मजाले यसले तानिहाल्यो नौटङ्की ठुला मान्छेको अगाडि लाज हुँदैन गफ गरेर सुन्न बस्न कति काम बितिरहेछ लाज हुँदैन तँलाई जब गोबर सोध्न जा लाज सक्यो कि हजुरको त खुट्टो मर्केको भन्नुहुन्थ्यो नि त्यो चाहिँ अलि राम्रो भयो कि के भयो त कसरी त्यस्तो भयो हजुर थियो नि थियो हाम्रो घरमा 17 औला चिनी छैन एउटी दैलामा पानी यदि पोखेर चिप्लो दलेर बाउलाई उडाउन खोजे कि नि त्यही चिप्लेर लडेर 15 दिनसम्म थला परे त पनि आइन रिसले जहाँसम्म भयो अनि हजुर म अब त्यस्तै भएर आउन पाइनँ माफ पाऊँ हजुर त्यसको लागि मलाई पनि बाटोमा अब त्यस्तै अप्ठ्यारो पर्यो मैले भनिहालेँ न त म त आएकै हो नि त हजुर त्यसो भए अब हजुरलाई पनि अलि अथवा भएछ अब म लाग्नु पर्यो घरतिर घरमा पनि अलि असुविधा छ हो अब के गर्नु सबैतिर भ्याउनै पर्यो अब हजुर अलिकति आराम गर्नु राम्रो होस् म लागौँ त हजुर ल जा फोन गरेर बोलाएको बेला चाहिँ आइहाल्नु नि अस्तिको जस्तो गरिस् पनि मलाई चाहिँ यहाँ टुप्पीबाट धुवा निस्केको थियो आज धन्न बाँचिस आउनु बेला बेला आउनै गर्नु गएपछि माया मार्ने होइन तेरो र मेरो रिस्ता भनेको पहिलादेखिको ल हजुर म अहिले जान्छु हजुर यो पुतलीसँग चाहिँ अलिकति सतर्क बस्नु है हजुर त्यही त मलाई पनि त्यही त डाउट लागिरहेको थियो यसमा सतर्कै बस्नु पर्छ एकदम सतर्क ल ल ल हजुर म लागेँ अहिले ल ल ल हजुर ल अब म पनि आराम गर्नु पर्यो अझै सन्चो भएको छैन अलिकति कहाँ दुख्छ खुट्टो सबै दुखेर केही शान्ति भएको छैन के दशा लाग्यो म घरमा शान्ति पनि हुँदैन अब घरमा अशान्ति भयो उडायो सपना सबै हुरीले सपना सबै हुरीले सपना सबै हुरीले सपना त ठिक देखेको थियो हो के चाल पर हो यस्तो साँच्चै मिस्टेक भयो के भयो तिमीलाई आज के खाएर आएको थियौ यो के चेपेर बसेको हे तेरी पुरा गरे हौ यहाँ बस किन बस्नु म यहाँ बस न आज नि एकै नम्बरले अब हाम्रो जिन्दगी नि के हाइफाई हुन्थ्यो कसरी के गर्दा चाहिँ हाइफाई हुन्छ के भयो खोइ एकै नम्बर 0770 ले गर्दाखेरि आज त तत्त्व नदियो
बिग्रियो तिमीले त बिगारिसकेकै छौ नि त पहिलेदेखि नै बिगारेर गएको अहिले मात्रै बिग्रेको होइन त यहाँ बिगान हो सपना देखेको सपना लोटारी तिम्रो सपना कहिले पुरा हुँदैन तिम्रो सपना त चकना चुरै भएर गइरहेको छ हुन्छ नि त हो एक दिन त्यो एक दिन चाहिँ कहिले आउँछ त तिम्रो दिन आउँदा चाहिँ कहिले आउने आउँछ हो एकै नम्बरले त मिलेन मिल्थ्यो भने त भइगएको थियो काम ए बल्ल बुझेँ मैले तिमीले 07 भन्ने बित्तिकै मलाई तीर खेलामा तिमीले गोरु बेचेको पैसा त्यसमा हालिसक्यौ होइन अब त तिमीले सक्ने सक्यौ अब पनि सबै सकेर खाइसक्यौ अब त्यो 07 भन्ने बित्तिकै तिमी तिरमा बसेको रहेछौ अब तिमीले सबै थोक सक्दै 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 लगायौ त्यो भएको अब बासी चाहिँ कहाँ हारेछौ त्यही बासी बेचेर तिर खेलेको होला म त्यो बासीले भने तिमीलाई म यही यसले म तिमीलाई टाउको फुटाइदिन्छु अब के को तिमी त्यस्तो कुरा गर्थ्यौ हो गोरुको पैसा त ठिक ठाउँमा हालेको थियो मैले 0770 अलिकति तलमाथि भएर त हो परिगएको थियो ट्र्याक्टर त म ल्याइहाल्ने थिएँ नि तर के गर्नु अलिकति भाग्यले साथ दिएन क्या यस्ता कुरामा चाहिँ नि घरका श्रीमतीहरूले पनि अलिकति सपोर्ट गर्नुपर्छ अनि मात्रै उपरवालाले पनि दिन्छ हेर त 0 आएको 07 आएको भइगएको त्यो काम उल्टा पाल्छ यसले बिग्रियो क्या नभए हाम्रो दिन सुध्रिहालेको गौरी यो फसेको थियो भने नि हामी दुईजना यहाँ हुन्थ्यौँ न आज 4 चक्केमा कारमा स्टारिङ रोक्दै हामी जानेछौँ कुदाउ तिमी 4 चक्केमा तिमीले एउटा घटबाटै किन्छु भनौ त्यो पनि किनिहाल्यो अब त 4 चक्केको नाममा त कुकुर किनेर त्यही कुकुरको पुच्छर बटाएर चाहिँ उठ्छौ होला तिमी यस्तो होइन क्या कुकुरको पुच्छर होइन कुकुरको पुच्छर त नि 12 वर्ष ढुङ्ग्रामा हाल्यो नि बाङ्गाको बाङ्गै हुन्छ त्यस्तो कुरा होइन सरर हुन्थ्यो तर एकै नम्बरले बिग्रियो नि त अनि नि गौरी यो तिलहरी बाक्सामा हाल त्यो लाग्दैछ नाजावरी मैले अस्ति सुनेको म राख्छु बाक्सामै राख्छु भरिसके म ताला साला केही नलाइकन राख्छु मैले त कस्तो धन्धुकारी चिजमा भेटे नि हो के गरेको हो यो बुढालाई ठेलेर लड्दैन मान्छे चोट लाग्दैन किन ठेलेको खानु पिनु केही छैन तिर खेलाले गरेर मान्छे सान्छे सुकेर गइसक्यो यसो छुँदैखेरि पुर्लुकै लड्ने अब त गयो अब धनु सानु केही छैन तिम्रो सकिएको तिर खेलाले खाइसक्यो तिमीलाई कहाँ खान्छौ तिर खेलाले मान्छे खान्छ कस्तो कुरा गरेको हौ भोक पानी केही छैन टुङ्गामा भात खानु छैन केही खानु छैन अनि तिर खेलाको पछि उडेको छ अब तिमीलाई त्यही तिर खेलाले चाहिँ तिमीलाई चाहिँ खान्छ उल्टा अनि नि गौरी त्यसुल गाडेर म कमला साहेब पनि बिमारी हुनुहुन्छ अब जानु पर्यो म आउनु है भन्दै हुनु त अस्ति पनि गाली गर्नुभयो ढिलो गरिस् भनेर साहेब बिमारी हुनुहुन्छ हौ त्यसुल गाडेर मेरो त जाने बेला भयो जाऊ उतै जाऊ तिर्सुल गाड्छौ कि डमरू बजाउँछौ कि झ्याली बजाउँछौ कि जाऊ उसैको अब तिमी त उसको पुछार नभई हुँदैन जाऊ तिमी त्यही कमला साहेबकै पछि लागेर हिँड्दा हुन्छ उसैकामा बस्नु उसैकामा खानु उसैले दिन्छन् सबै त तिमीलाई जाऊ तर भरे आउँदाखेरि चाहिँ त्यो पैसा कति के छ तिर खेलामा गरेको त्यो चिज रुख लिएर आउनु पर्यो घरमा नभए तिम्रो घरमा बासै हुँदैन अब तिर्सुल त गाड्नै पर्यो नि गौरी उहाँ कमला साहेब बिमारी हुनुहुन्छ उहाँ बोलाउनु भएको छ अब कमला साहेब भनेको हाम्रो गाउँका अब ठुलाबडा व्यक्ति अब उहाँले बोलाउँदा टाइममा पुग्नु परेन होइन बोलाएको छन् जानु नि त जानु तर भरे चाहिँ आउँदाखेरि कति के कस्तो हो त्यो पैसा चाहिँ सबै तिर खेलामा कति हारेको छ कि राखेको त्यो पैसा चाहिँ रुख लिएर आउनु नभए तिमी घरभित्रै पस्न पाउँदैन जाऊ तिमी जाइहाल जानु पर्यो नि हौ अब कहाँ हुन्छ त त्यसरी अब त गएको पैसा अहिले मागेर कहाँ हुन्छ फेरि हालेर चाहिँ डबल टेबल निकाल्नु पर्छ नि हौ त्यो पो हो त फर्मुला होइन अब जाँदा भयो नि त लु जानु नि त जाइहाल्नु किन देरी गर्नु कुद्नु सक्दिनँ अब एकछिन बस्नु न यहाँ ल जेनी एकछिन रेस्ट गर्नु न त ल
ल जनी कस्तो भाग्दा भाग्दा कस्तो थाकिसक्यो कस्तो गरिसक्यो झन्डै मारेन न जियाहरूले को थियो राज तिमीलाई त्यस्तो मार्नु खोज्ने म त गले नि हो भाग्दा भाग्दा खै को हुनु मलाई पनि त्यति त थाहा भएन तर पनि मैले पहिला पहिला त्यहाँ बहिनीहरूलाई बचाएको थिएँ एकजना मेरो बहिनीलाई नै बचाएको थिएँ त्यो रेसिपी चाहिँ मेरो पहिल्यैदेखि नै थियो सायद तिनीहरू हुनुपर्छ नभए एक्कासी ममाथि हमला त कसैले गर्छन् जस्तो लागेको थिएन जेनी भन्न भाग्दा भाग्दा यहाँसम्म आइपुग्यो हामीहरू नम्बर त मार्नै रहेछ नि हो हामीलाई कस्तो ज्यामरा छोरो रहेछ मार्ने त छोड्दैौ न मार्नु त म हुँदा हुँदा तिमीलाई त केही हुने वाला छैन तर पनि तिमी भएको हुनाले बाइचान्स केही भइहाल्छ कि तिमीलाई भनेर मात्रै म तिम्रो साथ लिएर हिँडेको हुँ नभए त एक एक गरेर तिनीहरूलाई पनि म परमधाम त सजिलै उतार्थेँ भाग्य राम्रो तिनीहरूको अनि राज अस्ति छुच्चीको बारेमा भन्दै थियो नि के भयो धुलाई मात्रै खाएर बस्यौ कि बिहाबारी पनि भयो छुच्चीसँग कि जिन्दगीभर कुटाइ मात्रै खाएर बस्ने कहाँ बिहे हुनु रहेछ जेनी त्यो मिलन त राम्रैसँग भएको थियो उसले पनि मलाई साह्रै माया गर्थ्यो तर बिहे चाहिँ हुन सकेन अहिलेसम्म मेरो जिन्दगी एक्लै छ पर्खाइमा छु भन्दा पनि कति पर्दिनँ छोडेरै गए जस्तो लाग्छ जेनी मलाई अनि एक दिन हामी जब भेट भएको थियो नि त्यसपछि उनी र मेरो सुमधुर सम्बन्ध बन्दै गएको थियो मर्निङ पारस आइपुग्यो हो अनि जनदेखि सुरु गरे यार मैले म भन्दा अगाडि आइसक्यो हो गुड अब गर्नुपर्छ ल त्यहाँबाट कुद्नु पनि पर्छ हामी यहाँ मैले राखेको छु नि निकाल्दैछु हो उता एउटा यता एउटा ल भयो अब यस्तो लिप्स हो अब एकछिन कुद्नुपर्छ ल म एकछिन यो गर्छु अलिक सानो चाहिँ अलिक पछि किन्नु ल यस्तो यही लानु ल मसँग कुद्नुपर्छ ल छोडिनु भएन नि यो बाटो यस्तो उताबाट घुमेर फेरि यहीँ आइन्छ ल हाम्रो जाउँ ओइ फुच्चे एक्लै कता हिँडेको अनि तेरो अङ्कल चाहिँ खोइ अंकल म त जान मान्दिनँ म त कुद्न सक्दिनँ ए हो बिचारा अबदेखि मसँग कुद्नु ल वाह कस्तो सुन्दरी स्वर्गको अप्सरा जस्तै रहेछ अब छेउमै गएर फकाउनु पर्यो
Oh my god. So cute girl. यो ह्यान्डसम सँग जाने हो? का कुकुर तेरो घरमा दिदी बहिनी छैन बोल्न आउँदैन तँलाई छन् प्रशस्त छन् तर तिमी छैनौ त्यही भएर रिक्वेस्ट ए तँलाई म चाहिने अङ्कल अस्तिको आन्टीलाई एउटा गुन्डाले कुट्दैछ जु कुन आन्टीलाई त्यो अस्ति ए ए ए हो र को गुन्डा को छ अरे एकजना गुन्डा छ कुटो ल जाउँ जाउँ खै ल हिँड ल जाउँ हुनेवाला इन्टरनेसनल डन बारसँग यो पारा त भएन नि हेलो 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 चुच्ची 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 जाँदा पानी त्यहाँबाट छिटो छिटो नकोस एक्ली केटी देखेर तेरो यत्रो चुजुक यो पो रहेछ यसको बडीगार्ड हुनेवाला इन्टरनेसनल डन बारसँग ठाडो आवाज गई सब ल चुची तिम्रो त रगत आएछ त यही होइन तिमीलाई अघि घायल बनाउने ल हिर्काउ ल मैले यहाँ यो ब्यान्डेज लगाइदिएको छु भरे घरमा गएर डिटेल पानीले पनि सफा गर्ने है निको भइहाल्छ टेन्सन नलिनु अब तपाईँको त यो घाउ अझै जाति भएको छैन खोइ रुमाल दिनु त कति दुःख होला है सरी माफ गरिदिनु दाइ किन माफी सुची यो घाउले त तिम्रो याद आउँछ यही चोटले गर्दाखेरि यस्तो पो कुरा गर्ने हो घाउलाई पालेर राख्यो भने त क्यान्सर पो हुन्छ त दाइ क्यान्सर भए के हुन्छ त तिम्रो यादमा यो संसार छोडिन्छ सुची जे पाइ त्यही कुरा गर्नुहुन्छ दाइ पनि म के देख्दैछु सुची तिम्रो आँखामा आँसु अनि हजुरको नाम चाहिँ के हो दाइ मलाई अङ्गराज भन्छन् सुची ए कति राम्रो नाम रहेको नि तर अलिक लामो नि मेरो नाम अलिक लामै छ तिमीलाई बोलाउन अलिक लामो अप्ठ्यारो लाग्यो होला नि होइन ठिकै छ तर अबदेखिबाट म चाहिँ राज भनेर बोलाउँछु है
हुन्छ छुची, यो राज तिम्रै लागि बनेको हो। जीवनको अन्तिम पलसम्म यो राज तिमीमै समाहित भएर रहनेछ छुची। धन्यवाद राज, म हजुरलाई पनि धेरै माया गर्छु। म जति छुट्टी छु त्यसको 1000 गुणा माया म हजुरलाई गर्नेछु। आई प्रमिस राज। थ्याङ्क यू छुची। सुन त, यस हजुर। तिम्रो नाम छुची नै हो? हजुर, राम्रो छैन र? छ, राम्रो लाग्छ छुची, तर वास्तविक नाम अर्कै छ कि भनेर सोधेको। छ छन त राज, तर अहिले मलाई ढिलो भइसक्यो, म जान्छु नि। हुन्छ यहाँ त उता। ला यता त अङ्कलले माया गर्नुहुन्छ। बदमास, त्यसो भए म यतापट्टि जान्छु ल। बाई राज, बाई पुच्चे। बाई आन्टी। बाई। आमामामामा, क्या यस्तो बडालाई सबै बालुवै बालुवा ढुङ्गै ढुङ्गा छन्। बडालेको यस्तै हुन्छ? तेरि आमाले यसरी नै बडालाई सिकाएको छ? केही काम गर्नु नजाने ढङ्ग नहो कि? यस्तै हो, सबै बालुवै बालुवा छ। केही पो सिकाकी रहन्छ यसकी आमाले, काम धन्दा गर्न सिकाउनु केही पो छैन त ढङ्ग भन्ने। जस्ती पनि खालबाटी